त्यो क्वार्टर दर्जनलाई ती तरबार लिएर झिङ्गा धपाउँछन् तिनले त ती पात्रहरूको को हुन् ती व्यक्तिहरू सबलाई थाहा छ त्यतातिर अहिले नलागौँ सबलाई थाहा छ अहिले ती केपी ओलीको तपाईँ जानुहोस् न अहिले केपी ओली कहाँ तिनै वरिपरि घुमिरहेछन् अहिले पनि छन् तिनले हिजैदेखि स्ट्याटस लेखिरहेछन् एकदम चाहिँ अर्कालाई दुध कार्ने गाली गर्ने जनताको विरुद्धमा लेख्न थालिसके तिनीहरूले जनताले दिएको जनादेशलाई मान तिमीहरू जस्तो व्यक्तिहरूले जनादेश किन आयो यो किन यो एमालेको विरुद्धमा यत्रो जनादेश आयो किन केपी ओली 18,000 भोटमा खुम्चिए किन चाहिँ त्यत्रो 50,000ले उनलाई ग्यापबाट हार्नु पर्यो आफ्नो घरमा एउटा कहिल्यै त्यो ठाउँमा नगएको मान्छेले कसरी हरायो त्यतातिर पटक्क ध्यान छैन अल्गोरिदमले गर्यो फल्नाले गर्यो जिस्कानाले गर्यो हेर्नुहोस् यी मान्छे नै नन् ती केपी ओलीका वरिपरिका मान्छे त दुष्ट मान्छे वरिपरिका मान्छे कुरा पनि नगर्नुहोस् तपाईँ एमालेका नेता कार्यकर्ताको नाममा एमालेका नेता कार्यकर्ता पनि होइन के को एमालेका नेता कार्यकर्ता हुन्छ एमालेमा हेर्नुहोस् 34 सालदेखि होला नि हामी 34 सालदेखि लागेका एमालेमा ती पनि कहिलेदेखि लागेका हामी पनि यो बेलादेखि लागेका भन्छन् तिनीहरूले हेर्नुहोस् मैले सुनेको छु नेता भएका छन् के जाति पदमा बसेका छन् बुझ्नुभयो तर उनीहरू साँच्चैका नेता कार्यकर्ताहरू छन् नि साँच्चैका केपी ओलीका मान्छे भनेका पार्टीका मान्छे हुन् क्या नेकपा एमालेका मान्छे हुन् ती नेकपा एमालेका मान्छे भएर बस्न पाउँदैनन् के केपी ओलीका मान्छे भएर बस्न पाउँदैनन् क्या तिनीहरूको मान्छे हुनु पर्यो पहिला तिनीहरूको ती दुष्टको जसलाई हामी हेर्न पनि चाहँदैनौँ जसलाई हामी थुक गर्न पनि चाहँदैनौँ हाम्रो थुक पनि अब भित्र होला जस्तो लाग्छ बुझ्नुभयो मलाई त यति धेरै कुरा छ के कुरो बुझ्नुभयो त्यो कुरा केपी ओली जस्तो मान्छेले नबुझ्नु कल्ला भन्न जाने हामीले त्यसकारणले हेर्नुहोस् म अब एक चरण उनीसँग बसेका हुनाले मैले उनलाई यो सुझाव दिएको हो मान्छन् गर्छन् मानुन् उनलाई राम्रो हुन्छ मान्दैनन् भने नमानुन् त्यो पनि मलाई केही छैन